Long umidito gozaimasu. आज मौसम चाहिँ बब्बाल छ यस्तो मौसम कडा ओए बब्बाल दौडेर आयो यार माथि नै यार साथी जापानमा हैन नेपालमै छौँ हामी चाहिँ हम आ चुके हैं ओकिनावा के एक घने जंगल में और यहाँ पे कोई चारों तरफ कोई वस्तु नहीं है और हमारे लिए जीवित रहना एक जरूरी बात है 那素晴らしいところは見たことありますか हेलो गाइज वेलकम टु अधिकारी ब्लग्स होप सबैजना बेस्ट अनि तन्दुरुस्त हुन्छ होला हामी जस्तै अनि आज पनि हामी चाहिँ पुरा जोस अनि जागरका साथ अनि पुरा होसका साथ चाहिँ नयाँ ब्लग सुरु गर्दैको छौँ त्यो पनि हेरेर के हो भनेर अनि आज हामी चाहिँ अब चाहिँ झरना जान आँटेको छ झरना ब्लग्स हुँदैछ अनि त्यसपछि भाइलाई त्यहाँ चप्पल किनेर हामी यहाँ क्यान्सल तिरेको छौँ भोइस क्यान्सलेसन हुन्छ यहाँ यस्तो छ आमामा हामी त जापानै आएको विदेश हो यार यो भाइहरू कस्तो लागिरहेको त विदेश आएर भाइ रमाइलो भइरह कस्तो भइरह विदेश आएर खुसी आइरह हो विदेश आउनुहोस् खुसी हुनु 15-20 लाख खर्च गरेको खुसी छ त्यही हो ओ मौसम कस्तो दामी छ यार कस्तो दामी छ गाइज चप्पल किन्यो है गाइस कता गाडी किन्यो गाडी हाम्रो यतातिर छ चप्पललाई गाडी हाम्रो यतातिर छैन गाडी यतातिर छ उहाँ कुनामा छ गाइस अब हामी चाहिँ जान्छौँ झरनामा अनि झरनातिर चाहिँ गरम छ ल चप्पल ती भाइ तिम्रो नयाँ चप्पल कङ्ग्रेचुलेसन भाइ नयाँ चप्पलको बधाई छ तिमीलाई चाहिँ धन्यवाद न्यू पिस भाइ न्यू पिस भाइ धन्यवाद ल गाइज ल हाम्रो उसमा चाहिँ प्लानमा एउटा सानो करेक्सन आयो त्यही भएर चाहिँ मैले चाहिँ करेक्ट गर्नलाई चाहिँ क्यामेरा अन गरेँ ड्राइभ गर्दा गर्दै झर्ना जाने भनेको थियो झर्नाभन्दा पहिला चाहिँ एउटा ड्याम जानेछौँ हामी चाहिँ त्यहाँ गएर चाहिँ सर्र हेरेर चाहिँ अनि त्यसपछि झर्ना पुगिन्छ झर्ना 12 बजीतिर चाहिँ हामी पुगिन्छ झर्ना पुगेर चाहिँ 1 घन्टा जति चाहिँ नुहाएर फर्किन्छ अनि त्यही हो गाइज है ल मौसम हेर्नुहोस् न मौसम फेरि कस्तो बबाल छ क्या मौसम यार है के हुनु मोबाइलमा चाहिँ झन् बबाल आउँदो रहेछ अनि ओए यहाँ चाहिँ माछाहरू रहेछ एकदम सफा छ पानी पनि पिदिम जस्तो फिल आइसक्यो माछा यस्तो चालाक छ कि यहाँको माछा फेरि याबै छ कि यहाँको माछा फेरि अनि आज मौसम चाहिँ बब्बाल छ यस्तो मौसम कडा चाहिँ हाम्रो लगभग हाम्रो अधिकारी ब्लग्सको फर्स्ट ब्लग होइन दाइ फर्स्ट ब्लगमा होइन सेकेन्ड भन्दा हुन्छ सेकेन्ड नि होइन 4-5 भ्लगमै फोर कि फिफ्थमा थियो होला होइन हो फर्स्ट हो मैले नि धरे होइन फर्स्ट होइन हो फर्स्ट त पाण्डे भाइहरूसँग उता बस्दाखेरि हो र त्यो शक्ति भाइहरूसँग चाहिँ घुम्न जाँदाखेरिको हो क्या शक्ति भाइ पुस भाइ गएर म यस्तो डान्स वाला भिडियो कस्तो राम्रो यहाँ आएर ब्लग स्टार्ट गरेको होइन पानी चाहिँ अलिक कम भएर है यहाँ चाहिँ पानी लगभग यहीँ माथिसम्म आउँछ म चाहिँ यहीँको बासिन्दा हो त्यही भएर मलाई सब यसो भिडियोमा चाहिँ फर्स्ट टाइम मेरो लुक्स आउँदैछ बिस्तारै यो चाहिँ ठ्याक्कै नेपाल हो भन्ने हुनुहुन्थ्यो अघिल्लो भिडियोमा नेपाल चाहिँ होइन एक डाइलग याद छ त मलाई त याद यार नेपाल चाहिँ होइन ठाउँ चाहिँ दामी छ साथी चाहिँ उहाँ पुग्छौँ पुगिसक्यो एक्लै हिँड्दा के हो साथी उसलाई फेरि अब कहाँसम्म पुग्ने साथी अब बस्नु परेको लागि साथीकोमा पारासुट साथी अहिले त्यही निदा हुनुहुन्छ है तर मौसम चाहिँ बबाल भयो मैले आज सिट भाइ सनस्क्रिन लाउने बिर्सेँ म कालो हुने भयो प्लिज एडिट गरेर गोरो बनाइदेऊ मलाई एडिट गर्नै पर्दैन नि यार हजुरलाई सानैदेखि एडिट गरेर जन्मेको मान्छे हो ここで素晴らしい景色ですね
ここを見てくださいよ皆さん。素晴らしい景色ですね。素晴らしいですよ。ここは素晴らしいです。見ててください。見てください。こんな素晴らしいところは見たことありますか? अनि फाइनल्ली हामी चाहिँ ड्यामस्याम घुम्यो अनि अब चाहिँ फर्किँदैछौँ हामी चाहिँ वाटरफलतिर जाँदैछौँ अनि वाटरफलमा चाहिँ यसो झ्याम्म सबको निन्द्रा भगाइन्छ एकलट सब निदा खान साथीहरू ए मेरो मुखमा झुन्डाइदिनु भयो यार हजुरहरूले त यार साथी अनि त्यही हो अब चाहिँ अब हामी सिधै झर्नामा पुग्छौँ झर्ना पुगेर डुब्की हानेको भिडियो चाहिँ यसपछिको भिडियो चाहिँ त्यही हो भाइहरू कहाँ जाँदैछौ तिमीहरू कहाँ जाँदै हो झाडीमा ओ के गर्नु हौ किराहरू हेर न साउन्ड ओढे के समस्या अनि हामी चाहिँ अहिले चाहिँ झर्नामा पौडी खेल्न जाँदैछौँ यहाँबाट चाहिँ अलमोस्ट अब 2-3 मिनट जति हिँड्नुपर्छ त्यो खोलासम्म पुग्न त्यहाँ खोलाबाट फेरि उकालो ओह्रालो डाँडा काँडा होइन चढ्दै हिँड्नुपर्छ त्यस्तो हुन्छ है गाइज समस्या त्यो छ ल आई विल लेट यु भनेर भन्नुहुन्न भन्दै थियो भाइले चाहिँ काफल फल्यो यार खै गयो यो चरा कराको हामी नेपालको एउटा जङ्गलमा छौँ हामी ओखिम जापानमा होइन नेपालमै छौँ हामी चाहिँ अहिले ल हाम्रो चाहिँ जर्नी स्टार्ट भयो है गाइज यस्तो छ अब यो खोलै खोला जाने हो यो खोलै खोला खोलै खोला खोलै खोला आहा यसरी यसरी हम आ चुके हैं ओकिनावा के एक घने जंगल में और यहाँ पे कोई चारों तरफ कोई वस्तु नहीं है और हमारे लिए जीवित रहना एक ज़रूरी बात है तो आपको सिखाएंगे कि इस घने जंगल में कैसे जीवित रहते हैं कैसे सरवाइव करते हैं चलो खाने के लिए बहुत ज़रूरी है और ये पानी पीने लायक नहीं है तो हम अपनी मुँह खाएंगे कहना क्या चाह रहे हो कहना क्या चाहते हो भाई ऐसा ही है अनि यस्तै यो ढुङ्गा ढुङ्गा खोला खोला गर्दै चढ्ने हो अब यो चाहिँ है याबाई छ यो ठाउँ चाहिँ केटाहरू चाहिँ अलिक ख्याल गरेर हिँड्यो है घाउसाउ नबनाऊ है केटा हो यस्तो छ कस्तो लागिरहेको त तिमीलाई त उयो पाहाडतिर के याद आयो होला है कहिले गइस् र त्यस्तोमा कुलाई जाँदाखेरि बाडुङ्गामा कहिले चाहिँ हिँड्नु पर्यो र अर्को मोबाइल मान्छे चाहिँ लट्सक छन् है फेरि गाइज यता चाहिँ खैरेहरू रहेछन् मान्छेहरू चाहिँ लट्सक छन् अब जति गरे नि यस्तै हो अहिले अलिकति एडभेन्चर जस्तो ठाउँमा चाहिँ म देखाउँछु है त बाइक नि अब अलिकति चाहिँ डेन्जरस बाटोहरू आउँदैछ गाइज है त्यस्तो छ अब यहाँ चाहिँ बिस्तारै पानीमा हिँड्दा नि केही फरक पर्दैन अझै अलिकति माथि गइसकेपछि चाहिँ उकालै चढ्नु पर्ने हुन्छ लास्ट टाइम लगभग 3 हप्ता अगाडि आएको थियो 3 हप्ता अगाडि आउँदाखेरि चाहिँ म चाहिँ जुत्तो झर्नामा ध्यान मात्रै गरेर बसेको थिएँ पौडी खासै खेलिनँ यस्तै छ है यो ढुङ्गा ढुङ्गा चढो उकालो ओह्रालो होइन अनि अब यता जानुपर्छ यस्तो छ यो ठाउँ चाहिँ ल निम्की छ यो चाहिँ निम्की भन्नाले फेमसै छ यो ठाउँ चाहिँ मान्छेहरू टन्नै आउँछन् अहिले माथि झर्नातिर नै टन्नै होला अनि पार्किङमा मान्छे टन्नै हो त्यो गाडी चाहिँ है यस्तो छ है हाम्रो भाइले त अगाडि भिडियो खिचिराखन् ल म देखाउँछु गाइस अब कस्तो हो यो ठाउँ चाहिँ अब यहाँ चाहिँ यस्तो छ यो उकालो अब यहाँबाट चढ्नलाई चाहिँ
अलिकति अब नै डेन्जर छ यहाँ चाहिँ अब चाहिँ ऊ त डोरीको सहाराले यो डोरीको सहाराले माथि चढ्नु पर्छ केटा हो है अनि यस्तो छ यस्तै टाइम पास भइरहेको यस्तै चढ्नु पर्छ यसरी जाने केटाहरू यसरी चढ्दै खाने गाइजी यसरी चढ्नु पर्छ यसरी दाइ चाहिँ ल चढ्न लाउनु है यो ठुलो माउन्टेन भर्खर हामी दुईजना चढियो अब चाहिँ दाइ चढ्न कोसिस गर्दै हुनुहुन्छ तार सार तानेर बडो मेहनत गर्नु हो यत्रो मेहनत गर्नु त पर्ने थिएन खासै बडो मेहनत ल्याउनु भयो ल उम्मेद त गजाइमास चढ्नु यता नि हेबै छ ओके ओके खोलाबाट हामी चाहिँ फुल एडभेन्चर भएको छ गाइस होइन खतरा मजा आइरह यहाँ चाहिँ हामी अस्ति नै आएको थियो त्यति बेला चाहिँ भिडियो गर्न पाइएन पहिलोचोटि किन आएको मान्छेले अस्ति नै आएको छ भन्छन् यार फेरि भन्नु त पहिलोचोटि किन आएको मान्छेले अस्ति नै आएको थियौँ भन्छन् के भन्नु होइन हजुरले मलाई भेट्नु भएन त्यति बेला म चाहिँ बसिराख्नु भएको कोही नेपाली दाजुभाइहरू हुनुहुन्छ र त्यस्तै एडभेन्चर ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ एकचोटि चाहिँ सुन्नेकै छैन होला सायद यहाँ चाहिँ सानो झरना छ आवाज आएको छ कि नै सानो झरना त्यही भएर चिच्याउन परेको छ भोइस ओभर गर्नलाई कमेन्ट्री गर्नलाई त्यहाँबाट लेफ्ट साइड टर्न गरिसकेपछि चाहिँ ताकि आउँछ जब म हजुरलाई झर्ना आउँछ देखाउनेवाला छु म नजिकै गएर त्यति बेलासम्म चाहिँ होल्ड योर ब्रिथ एन्ड बी एक्साइटेड फर दिस यो टाढान यो यो है गाइस अनि केटाहरू चाहिँ सुरुमै घाम हाल्न सक्दैछन् डोरीबाट अस्ति नै मैले यहाँ घाउ बनाएँ हेर यो भाइ ख्याल खाले भाइ चोट लाग्यो रसी ख्याल गर एकचोटि नाप्यो पहिला एकचोटि नाप आफै चारजनाहरू हाम्रा लाग्यो हामी चाहिँ पौडी खेलेर आयो पौडी खेल्दाको चाहिँ टाइम ल्यास खिचेको छ होइन कस्तो आएको छ के भएको छ हामीलाई थाहा छैन कान्डुममा भयो अब यहाँबाट निस्केर पल्लो चाहिँ हामी सिधै याम्बारू लायोन हेर्नु जान्छौँ हामी चाहिँ ल गाइज हामी चाहिँ याम्बारू लायोन भन्ने चाहिँ कोइनमा भन्ने जूमा आएको छौँ होइन एकजनाको चाहिँ 1600 रुपियाँ इन्ट्री फी रहेछ अनि प्लस बाघहरूलाई त माछा केलाई चाहिँ खाना खुवायो भन्नाले चाहिँ खुवाउने चिज पनि नजिक गएर चाहिँ मिल्दो रहेछ त्यसको चाहिँ एकजनाको 500मा 3 पिस हुन्छ अरे 3 पिसलाई 3जनाले खुवाउनु पऱ्यो भन्ने कुरो भयो त्यही भएर अहिले हामी खुवाउँछौँ यस्तो यो के हो यसको नाम के भन्छ कुनि यार यो रहेछ निम्सा क्युट छ है साथीहरू योलाई नै भ्लगमा चाहिँ हाल्नुपर्छ है यस्तो क्युट छ है दाइ साथी भोका खा जस्तो खाएरले यसो गमिने नाम म देख्दैन यो सबैले हुँदो रहेछ क्या हो मैले त थाहा छैन अनि म पान ल्याइदिन्थेँ त्यहाँ नि थाहा भएन पानी त्यहाँ छ त ती पान लास्ट भोका खाएर भाइ यार यो
क्युट छ यार गोमेन्ने साथी सरी ल दोस्त सरी ल बाँदर रहेछ गाइस कुकुरहरू कराएर हैरान गरे यार करायो करायो छेपारो सर्फ रहेछ यहाँ यार अबे यहाँ त 3-4टा सर्फ त्यहाँ नि सर्फ भाइ त्यहाँ नि सर्फ यहाँ नि सर्फ है यहाँ त 3टा सर्फ यार 3टा सर्फ पानीमा बस्ने पाइथन होला नि त नि सर्फको काँचुलीबाट बनाएको होस् यार छल लाग्यो मलाई यार यहाँ चाहिँ के छ त यहाँ नि सर्फ यार सानो सर्फ यार यहाँ हेर न यहाँ सर्फ कस्तो लुकेर यहाँ त अझै गर्दा डेन्जर के हो माथि चाहिँ मङ्की होइन हौ हेर न कस्तो क्युट यार ओसारो होइन के हेर न जुगासुगा आएको त्यो बाँदर प्रजातिकै हो हुन त अफकोर्स त्यही हो नि सारूहरू पुरस चाहिँ हामी चाहिँ अब यहाँ 1600को टिकट तिरेर यसो झुला खेल्ने अब त्रिवेणी घाममा छिटो हेर्न आएको के भन्छ अरे बाख्रा हाँस अनि कुकुर गधा बङ्गुर हामीले नि गोठ खोलेर दौगे चाहिँ भनेर चाहिँ यार 1300-1400 रुपियाँ हालेर होइन इन्ट्री फी राखेर बनाऊँ यार होइन मस्त प्लान अनि घाँस सास नि हालिदिउँ त सोध्ने दिन्छ बेचौँ बिजनेस दिस इज बिजनेस यो गर्मीमा फेरि अलिकति रुखसुख यसो बनाएर टिक्कको बनाइदिएको पनि हुन्छ नि भाइ यो त अर्को बाहिर नि कुखुरा कराखा ल भयो जाम लायन देखियो है गाइस ओइ लायन भन्दा पहिला नि मलाई त दुम्सी पो देखेँ यार भाइ यार ओइ भाइ दुम्सी छ यार यहाँ त यार दुम्सी रहेछ यहाँ त केटा त्यसलाई खुवाउने मात्रै न त खुवाउँदैन यार ओइ आमा ओइ लायन सान देश लायन है सिंह जङ्गलको राजा सिंह नि भुत्ला काट्दैछ नि कपाल हेर्ने यिनीहरूले यार खै कसको सबैको भुत्तै हेर्दैन भुत्ला हुन्छ त नि केटीको 3टै केटी हुनु कि 2टा केटी हो त्यो लाइन मेन नाइ भनेको यता त्यसको नि त पछाडिपट्टिको त भाग काट्दैछ नि भनेको हुँदैन किन हुँदैन होइन त्यतिसम्म कसरी हुन्छ भाइ माथि लामो हुन्छ तल चाहिँ हुनु कस्तो कुरा गरेको होला काट्दै हो गाई जान्छ यहाँ मासु गन्ध पाइसक्यो छ यहाँ कुरा नगर्नुलाई मासु गन्ध पाइसक्यो तर गर्मी चाहिँ हामीलाई गर्मी यिनीहरूलाई गर्मीमा राखेर यिनीहरूलाई शीतलमा राखेर कालो भइसक्यो यो सेयरलाई होइन क्या हामी सेयरहरूलाई गर्मीमा नराख्नु पर्ने खासमा जान्दै जान्छ जङ्गलको सेयरलाई यहाँ मान्छे यार के अरे टोकेको सेयरलाई यतिको छोडेर बाघै हो यहाँ चाहिँ भर्खर यो हामी चाहिँ कान्छीको यो लिएको थियौँ खाना खिलाउनेवाला अनि सायद यहाँ भित्र यहाँ आउँछ होला त यार ओए बब्बाल दौडेर आयो यार मुभीमा जस्तो है त हामी भित्र छिर्ने होला ओए हामी भित्र छिर्ने पाउनु भयो अलिकति ओए ओए या भाइ छ त तिनीहरू दुइटा अल्छी रहेछन् लास्ट अल्छी रहेछन् तिनीहरू दुइटा चाहिँ उहाँ छ यहाँ चाहिँ अब चाहिँ खाना खिलाउने प्रोग्राम ल जुनबान ओनेगाइसिमास
यो बुका सेयर रहेछ लास्टै बुका सेयर रहेछ बुका सेयर रहेछ लास्टै लास्टै बुका सेयर छ आइज रमाइलो ओए नआतिने यार साथी यार नआतिने यार बिचरालाई एक गाँस पनि भएको छैन होला यति पुग्नु छैन त्यत्रो जान्छ खाँदै यस यहाँ चाहिँ खतरा अफ रोडिङ भएको छ जापानमा पनि बवाल मजा आएर खायो नि त लायनलाई खाना पनि खिलाइयो कोची मैले त पोदेँ यार लास्ट भोका खाएर त लाइन यार माछा पाइबेरे मास भन्दै त बजे खान्छ अहिले भन्दै फाइनल्ली हामी चाहिँ अब केप के अरे केप येदो हो कि के अरे बिर्सेँ खतरा त्यो आइल्यान्ड होइन एउटा टापुको त्यो छेउमा गएर मस्त हेऱ्यो भ्यू चाहिँ खतरा आयो होइन भिडियो त्यो भन्दैछु 256 GB भर्यो होला होइन त्यत्रो याबै त खिचेन अलिअलि हो यसो छ्यासो खिचेको दाइ हामी चाहिँ पुरै लायो भने हेरेर झर्ना पौडी खेलेर थकित भएर आएर चाहिँ रुममा फ्रेस भएर चाहिँ चटपट पार्टी गर्न आँटेको थियौँ चटपट हाम्रो चाहिँ यसरी बन्दैछ 3 जनालाई यत्रो होइन धेरै चटपट बनाउने कोसिस गरेर चाहिँ हाम्रो भाँडा चाहिँ सानो भर्न गयो त्यसो हुँदा चाहिँ हामीले याबै तरिकाले चाहिँ कोही काँचो चाहिँ खानु हुन्न होइन हेरे बाहिर पिकनिक घुमाउनु हाम्रो चाहिँ के थप्नु पर्छ भनेर चाहिँ नछोड न भाइ हो उठ्नु चाहिँ के हो ल यसो खान्छ ल संसार जहाँ के लागेन भन त कहिले जान्छ होला ल भयो ल यही भन्दै चाहिँ हाम्रो भिडियो चाहिँ यहीँ इन्ड गर्छौँ अनि अफकोर्स मिठो भएको छ होला होइन ल बाई बाई गाइस